माननीय हर्कराज राय, समय 6 मिनट। त्यसपछि ताहिर अली भाट। सम्माननीय सभामुख महोदय, माननीय सांसदज्यूहरू, आदरणीय खाली कुर्सीज्यूहरू, विश्वास छ नेपाल सरकारका मन्त्रीज्यूहरू यही हुनुहुन्छ होला भन्ने विश्वास लिएको छु। रकमान्तर गरेर 1 खर्ब रुपैयाँ चाहिँ हामीले सीमामा तारजाली लगाउनका लागि विनियोजन गरियोस् भन्न चाहन्छु र सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनु हुने ती नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोसाकमा पनि हामीले बजेट छुट्याउनुपर्छ। बजेटको दुर्बल पक्षहरूको बारेमा मात्रै चित्रण गरिरहन त्यति मुनासिब हुन्न। यो बजेटको एउटा सबल पक्ष चाहिँ मलाई के लाग्यो भने विविध कोषहरू यहाँले राखिदिनु भएको छ, त्यहाँबाट पर्याप्त मात्रामा हामीले चाहिँ नि पछि नयाँ योजनाहरू पनि थप्न सक्छौँ भन्ने विश्वास मैले लिएको छु। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको बजेटमा मैले सल्लाह दिनु पर्दाखेरि खेल मैदानहरू विकास गर्नका लागि अलि ध्यान दिनुपर्छ जस्तो लागेको छ र अन्य शीर्षकहरू बरु कटाएर हुन्छ या जसरी हुन्छ। विद्यार्थीहरूलाई अहिले दैनिक 20 रुपैयाँ खाजा खर्च हामीले छुट्याएको रहेछौँ। 20 रुपैयाँदेखि 50 रुपैयाँ लान सके राम्रो हुन्थ्यो, किनभने भोका पेटसहित विद्यार्थीहरूले पढ्न सक्छन् जस्तो मलाई लाग्दैन। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय बजेटमा चाहिँ यो स्वच्छता भन्ने कार्यक्रम त्यति देखिएको छैन र प्रिभेन्टिभ एक्सनमा अलि धेरै हामी केन्द्रित हुनुपर्ने जस्तो मलाई लाग्छ निरोधात्मकमा, तर प्रिभेन्टिभ मिजर्स हामीले अपनाउनलाई त्यति गरेको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिपी अस्पताल पनि भन्छौँ दरानमा, त्यसको एमसिएच बिल्डिङका लागि पैसा राख्दाखेरि राम्रो हुन्थ्यो भन्ने सल्लाह दिन चाहन्छु। अर्को यो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले चाहिँ यो हवाई सेवा सुधारका लागि खास त्यस्तो पैसा राखेको जस्तो मलाई लागेको छैन र प्रदेश नम्बर 1 भरि पुरातात्विक स्थल संरक्षण भन्ने शीर्षकमा चाहिँ 60 लाख मात्रै राख्नु भएको रहेछ, यो अपर्याप्त छ। र अर्को चाहिँ मैले के सल्लाह दिन चाहन्छु भने सम्बन्धित मन्त्रालय सम्बन्धित मन्त्रीज्यूलाई एउटा समुदाय एउटा सम्प्रदायलाई चाहिँ 55 वटा योजना पारिएको छ, तर यो साकेला स्थान हैन माङहिम मस्जिद गिर्जाघर भन्ने शब्दहरू चाहिँ सुन्न पाइएन बजेटमा। त्यसरी विभेद किन गरिएको हो यो पनि तपाईको चाहिँ मन्त्रीज्यूले जवाफ पनि दिनुहुन्छ होला र सच्याउनु पनि हुन्छ होला भन्ने लाग्छ। नोखाले व्यवहार चाहिँ छिन हैन, हातामा छिन, यो चाहिँ मेरो साम्पाङ भाषा है, यसरी हुँदैन भन्न खोजेको। यो संस्कृति मन्त्रीज्यूले सच्याउनुहुन्छ होला भन्ने विश्वास मैले लिएको छु।